जाने आयो वर्ल्ड च्याम्पियन सीजेट फास्ट जेट एथेन्स 3 घन्टामा पुर्याउँछ। अरू जहाजले 6 घन्टामा पुर्याउँछ भने उसले 3 घन्टादेखि 2.5 घन्टामा पुर्याउँछ। सबैजना एथेना जानलाई तयारीमा हुनुहुन्छ सबैजना। ल अब हाम्रो यात्रा एथेनासम्मको भाइ र म जानु लागेको दुईजना सानो विशेष कामले। सर अब यसरी लाग्छ। अब यहाँबाट गाडीहरू मान्छेहरू बिस्तारै निस्किन्छन्। साइप्रसको झन्डा पनि रहेछ यार। भनेपछि साइप्रसको साउको हो क्या हो यो पानी राज। यसरी सरसरी गाडी निस्किन्छ। यसरी सबैजना मान्छेहरू ए भाइ कस्तो अनुभव भइरहेछ? कस्तो अनुभव भइरहेछ है? अब हामी दुईजना टोली एथेना भन्छ नि यहाँको मान्छे होइन, हामी चाहिँ एथेन्स भन्छौँ होइन। र हामीसम्म जान तयारी छौँ। यसरी गाडी चलाउँदैछौँ। त्यसपछि हामी चिस्छौँ सबैजना टोली छ हाम्रो। ल माथि यस्तो खालको रहेछ। यता कार पार्किङ यात्रा अब सुरु। लगेजहरू राख्ने ठाउँ रहेछ यहाँ। त्यसरी अब हामी यहाँबाट माथि इन्ट्री हुन्छौँ। यस्तो छ हेर्नुहोस् यहाँ, यस्तो खानेकुराहरू छ। अब हामी यता जाल मलाई सिट हामीले लियौँ। सिट चाहिँ फोल्डिङ रहेछ। त्यसपछि ठिकै छ नि त भाइ। ल अब हाम्रो यही हो सीजेट फास्ट ट्र्याक। ल सबैलाई मेरो यो छोटो ब्लगलाई माया गरिदिनु होला। राम्रो नराम्रो भए पनि माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला है त। हस् सबैलाई नमस्ते, बाई है सबैजनालाई।